हेलो एभ्रिवान, वेलकम छ तपाईँहरूलाई मेरो छोटो अनि फर्स्ट मिनी ब्लगमा। मैले चाहिँ भोइस ओभर गरेर कहिले पनि भिडियो बनाएको थिइनँ नि त, सो यो चाहिँ फर्स्ट टाइम हो। अनि बोल्न नजाने पनि तपाईँहरूले माया साथ सपोर्ट गरिदिनु होला। हामी चाहिँ आज नानीको बर्थडे थियो नि त, त्यही भएर हामी घरबाट बर्थडे मनाउनको लागि निस्क्यौँ। फोटोसोटो भिडियोहरू लिँदै निस्क्यौँ। अनि हामी त्यहाँ पुगेर चाहिँ नानीको केक सेक काटेर उसलाई खुवाउने कार्यक्रमहरू पनि सकियो। अनि खाजासाजा आयो, खाजासाजा खायौँ। अनि त्यसपछि हामी चाहिँ डान्स गर्न थाल्यौँ। अनि खाजा खाँदै डान्स इन्जोय गऱ्यौँ, रमाइलो गऱ्यौँ। अनि डान्स चाहिँ गर्ने चाहिँ हामी चाहिँ खत्रै डान्सर हो क्या। फेरि जुनै गीतमा पनि नाच्ने, समाचारमा पनि नाच्ने हो क्या हामी चाहिँ। अनि हामी चाहिँ डान्स गर्दा गर्दै टिकटक बनाऊँ है भन्नुभयो दिदीहरूले। अनि हामी चाहिँ टिकटकले बनाऊँ न त भनेर हामी बाहिर निस्क्यौँ। अनि एउटा टिकटक बनाऊँ भनेको हो। यति प्र्याक्टिस गऱ्यौँ हामीले, यति प्र्याक्टिस गऱ्यौँ, कतिचोटि गऱ्यौँ क्या भने साथीहरू भनेर सध्य नै छैन। अनि बल्ल तल्ल प्र्याक्टिस गर्दा एउटा टिकटक चाहिँ हामीले बनाएरै छोड्यौँ। जे होस् होइन, त्यो टिकटक पनि म तपाईँहरूलाई अर्को पार्टमा राख्नेछु, हेरेर माया गरिदिनु होला। अनि हामी चाहिँ डान्सहरू गरिसक्यौँ। अनि धेरै लामो भइसक्यो डान्स चाहिँ। अन्त त्यो पनि केही छैन, मलाई चाहिँ भिडियो बनाउन आएन, त्यही पनि मैले प्र्याक्टिस गरेँ। सबैजनाले हेरेर माया गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ, बाई बाई।